अलिकति अग्लो हुनु पर्यो अरे ऊ मुढामा चढ प्रतिभा साँच्चीकै साह्रो होची देखिने रहेछ हौ हामी त प्रतिभा तर म कति हौ अग्लो छु र छैन होला खै त अनुहार देखाऊ न हौ तिमीहरूले ल के पाक्दैछ त ल म चाहिँ मुढा चढ्नु पर्यो अब यो चाहिँ मैले बनाएको स्पेसल पर्क होइन भर्खरै प्रतिभाले बनाइराख आफूले बनायो भन्छ यो कसले बनाएको भन्दै त प्रतिभा तैँले बनाए हामी चाहिँ प्रतिभाले बनाएको भन्ने हो अनि यो चाहिँ ताइचिन भन्ने थाहा छ ताइचिनको नाम चाहिँ कसरी ताइचिन भनेर थाहा थियो थाहा छैन थाइले चाहिँ ताइचिन चाइनिज लाएर बना हाल्यो त भने खोइ यहाँ देखा अनुहार अहिले भरे एकछिनमा हालिदिइहाल्यो ल यहाँ ल यता सन्जोगलाई चिन्दैन ल यता अनि अब ल बधाई छ मलाई बिर्सेर हुन्छ यता पूर्ण ल बधाई छ धन्यवाद सन्जोगलाई नि बधाई छ भाइवर्गलाई बधाई छ सन्जोगलाई नि धन्यवाद मलाई चाहिँ के को बधाई म सधैँ विनिङ टिममा हो नि जे पाइदै ल एकचोटि तिमीलाई र श्रद्धालाई सँगै राखेर मरु प्रतिभाको लागि कति मारेको थियौँ यहाँ स्क्रिनसट राख्छु नि म फेरि ए मोबाइल त आउँदैछ हामी चाहिँ त्यो पावर लुडो खेल्थ्यौँ क्या मजा आउँदैन मेसेन्जरमा जब इन्भिटेसन गरेर मजा आउँदैन लकडाउन जमाना पब्जी खेल्न गएको तलै जाम है त्यो चिप्स नि तलै गएको त्यो पनि पैसा प्राउन खाँदैन म तिमीहरू त्यो बोक म प्राउन बोक्दैछु ल अहिले पुगेन त टोली आगे बढ चिसो नखाने रे म पनि नखाने खाने भाइ म नखाने म चिप्सै खाँदैन नजाइ क्या त्यो चाहिँ गर्दैछ जान्छ नलजाउने मान्छे मेरो अगाडि लजाको सायदै कसरी देखेको तर मैले देखेको छु ठिक लजाएको कसकोमा फेरि नभनौँ नभनौँ होला पोल खोलिदेऊ सन्जोग त्यस्तो पोलै छैन नि म त क्लियर बुक हो जुन पत्ता पारा पनि मन पर्छ अरे हँसाए क्लियर हो अरे फेरि मिसअन्डरस्ट्यान्डिङ नराख्नु नि मिसअन्डरस्ट्यान्डिङ नराख्नु नि मेरोपट्टि क्यानी छ अहिले खजा म ए यो पनि लग्नु त म कफी बनाएर ल्याइदिन्छु संस्कृति यसमा राख्नु न त्यो चिप्स हुँदैन भाँडामा खानु हुँदैन जाँदै गरौँ म प्रतिभाको साथी यसलाई क्या एक्लै छोड्नु अघिदेखि एक्लै थियो पछाडिबाट म खोटो खिच्दैछु क्या भिडियो खिच्दैछु ल बुढाबुढीको यस्तो होइन साथी प्लिज सानो बाइट जाओस् कस्तो लागिरहेछ जिन्दगानीमा प्लिज साथी प्लिज म यतिकै भाइरल चाहिँ आउँछ ल जाँदै गर म प्रतिभासँग आउँछु यतिकै राखिदिनु हुँदैन रे भन्नुहुन्छ बाई बस बस न बिचरा दुःख दिउँ है ल सन्जोग तिमी पनि भन मन्तालाई पठाऊँ के भन्नु हो मन्तला अब म त भेटिरहेको मान्छे बोलिरहेको मान्छे छैन क्या सुशान्त अनलाइन छैन साक अनलाइन देखेर भन्यो आज घरमा एक्लै जानु पर्यो अब त्यही मात्र त भन्नु लागि छ होइन त सँगै हो के छ लु डाइलग दिइहाल भाउजूलाई लिएर आएको भए कति मजा आउँथ्यो हामी पनि नयाँ मान्छे चिन्थ्यौँ हामी पनि नयाँ साथी बनाउँथ्यौँ त्यस्तो दिन आएको भए किन त्यस्तो नआउनु नि हामी के त्यो के भन्छ तिम्रो गुड थिङ्सहरू अझै अनएक्सप्लोर्ड थिङ्सहरू भनिदिनु होइन त्यो भन्नु पर्दैन त्यो भन्यो भने टेन्सन हुन्छ कति मेरो चिड्काउँछ भन्नु बिचरा हाम्रो मामाले दुःख पाउनु भए हाम्रो एकचोटि खानु हुँदैन भन्नुहुन्छ दुईचोटि खानुपर्छ त्यो चाहिँ धेरै धेरै धन्यवाद आइदिनु भयो हाम्रो कि निमन्त्रणा स्वीकार दिनु भएकोमा धेरै धेरै धन्यवाद दुःख गरेर आइदिनु भयो मेरो साथीहरू आएर पनि वेट गरिदिनु भयो श्रद्धालाई पनि थ्याङ्क यू
धादिङदेखि आएको मान्छे राउन्ड अफ एप्लज ल ल ल ल अब सेफ जर्नी दुईजनालाई कङ्ग्रेचुलेसन्स हाम्रो ठुलो मम्मी पनि आउनु ठुलो मम्मी त बस्नु न ठुलो मम्मी आउनु न बस्नु न आउनु न कहाँ हुनु भएको नरुमै ल उता बस्नु त्यहाँ ल बस्नु भन्दै म फेरि के काट्दिनु नि नरुमै हेर फेरि आया दिगो हाम्रो छुट्टीको साथीहरूलाई पनि धेरै धेरै थ्याङ्क यू थ्याङ्क यू भेरी मच साथी चाहिँ नकाट्नु ओइ बाङ्गो काट्दो रहेछ यार ल ल ल ल ल खुसीको आँसु ठुलो मम्मी केही हुँदैन रुनुपर्छ अलिअलि तपाईँको आँसु म के जोक हान्दैछु यहाँ आउने त के हुँदैन ल जाऊ नरुनु आफै रुवाउँछ अनि कस्तो होला लास्टमा चाहिँ मान्दिनु है म मान्दिनँ है सकिएको ल ल ल सेफ फ्लाइट ल ल ल ल सबैजना साथीहरू ल हाम्रो आश्रय सोनाम ल साथीहरू माइन्ड नगरेर भाइ बहिनीलाई दिन्छु ल ल संस्कृति अनि देऊ न खानुहोस् 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 देऊ न पैसा सुरु त म यहाँ भिडियो गर्दैछु कस्तो होला थ्याङ्क यू पूर्ण राम्ररी जाऊ राम्ररी गपै ग्यापे ए कसलाई खिच्नु मैले कसलाई नखिच्नु भयो बुढाबुढी नै नाचेको नाचे गर्छन् ल ल ल सेफ जर्नी भोलि बिहानको फ्लाइट छ अब के गर्नु भेट हुँदैन रहेछ न यसो एयरपोर्टमा पनि टुचुकाउनु हुन्थ्यो होइन पूर्ण प्रतिभा बिहानकै फ्लाइट रहेछ नभए एयरपोर्टमा टुचुकाउनु हुन्थ्यो अरे क्या मम्मीको चाहिँ पहिलादेखि टिका लगाइदिने बानी हो त्यही छ लाउनु पर्यो त म लगाइदिन्छु कसले सिकायो भने टिका लाउने म हेर्न यहाँ टिचर देख्नुहोस् म त पहिला सिकोची बनाइदिन्थेँ त्यस्तो अहिले म नबनाइदिएको बिचमा सेतो छैन नि त यो। संस्कृति आगर ल ल ल ग्याम्पे सबै खा सबै एकदमै भाइ अलिक छिटो आएको भए म त धेरै दिँदैन त्यस्तै भयो ल म तँलाई फेरि छिटो ल ल ल ल आशिया लाउनुहोस् यो राख्नुहोस् यो राख अहिले राख्नुपर्छ के दाइल दिएको राख मजाले गर राम्रो गरिदिनुहोस् ल सोनामलाई पनि ल ल ल दाइको आशीर्वाद है त्यो चाहिँ लिनै पर्छ है आज चाहिँ पूर्ण बुढो भएको फिल भयो होला है म त अलवेज बुढो भएको ओल्ड बट गोल्ड क्या ठिक छ साथीहरू तिमीलाई चाहिँ दिने है साथीहरू तिमीलाई चाहिँ पाउँदैन है हामीलाई त लाखको बिटा चाहिन्छ के अरे सुसम थियो नि सुसमको कुरा गर्दाखेरि आयो लाखको बिटा दिने दिन आउँछ भन्थ्यो कहिले आउँछ सुसममा जिस्काउनु पर्छ भन्थ्यो त्यस्तै छ संजोगलाई नि त्यो कुरा गरे हो होइन यो त हुँदैन श्रद्धा कस्तो छ ठिक छ सानोले यस्तो वाला एउटा ठुलो ल्याउँदा पनि तिनजनालाई सेम ल ल ल ल ल बधाई छ है कतिचोटि बधाई दिनु हौ म त बढी भएछ नि त बाबा हात सबै छ है गाइजहरू पैसा दिएको भेरी सुन भन न सन्जु मेरो 10:45 हो तर म यहाँबाट चाहिँ 7:30 बजी निक्लिन्छ के छ तिमीले ल ल ल ल ल खुसी लाग्यो ल ल ल हामीलाई अघि कुराको त यहाँ कम्पेन्सेट गर्नु पर्यो नि त के कुरा तिमीहरूलाई टाइम हामीले नभए अघि हामी हिँडिसक्थ्यौँ रे क्या सेकुवा बिचरा हामी ठुलो बल ल्याइदिनु भयो त्यसको लागि धन्यवाद ल ससुरालीमा बसे कान्छी नानीमा होइन जेठी पऱ्यो हौ त ल श्रद्धा ल हाम्रो भाइ खाए ल धन्यवाद धेरै धेरै हाम्रो अङ्कल यता आन्टी पनि लिनु न संस्कृतिको मैले हेरिरहेको हुन्छु घरिघरि म यसो अलिअलि तच्का दिइराख्छु टुक्का लगाइरहेको छ हाम्रो फुपू सन्चै हुनुहुन्छ सन्चै छु कस्तो लाग्दैछ त फुपू आज अब फेयरवेल नरमाइलो लागिहाल्छ यस्तै भइरहेछ हामी त कताबाट कता पुग्यौँ है गाह्रो छ हामीलाई त यतै देखाउनु पर्यो त्यसो भए तपाईलाई थाहै छैन हामी नभएको ठाउँमा मेरो भदिन जाँदैछ म खुसी छु भन्न
अनुहार ढ्याक्कै छोप्नु भयो नि अनि भएन यो त हल्का यसो हिँड्नु पर्छ नि यसो पावरफुल हक हुन्छ नि त हाम्रो आन्टी चाहिँ अनि किन आउनु न आन्टी तपाईँ पनि बस्नु अलिक मिलाइ यसो हामी सबै कचाक कुचुक कुचिनुपर्छ यो तिमीहरूको माले गर्दा दबाउँछ है तिमीहरूको माले पूर्णले अघि एक लट हाम्रो ठुलो अम्ला रुवाइसक्यो भोलि जाने अहिले तँ पनि जान्छ हालौँ कि नहालौँ पर्मिसन माग्नु पर्यो मारे हँसाइ नर्ले ल त्यस्तै छ खाऊ तिमी पनि खाऊ हुन्छ अब यहाँ खाँदैछौँ हामी खाँदैछ भने खाइहाल्यो नि त पहिला खाइहाल्यो फेरि पनि बधाई छ साथीहरूलाई पहिला पुरा खानुपर्छ नि क्याम्रो घर पावर आउँछ ल हाम्रो स्पेसल अङ्कलको हातको आन्टीको हातको कि अङ्कलको हातको स्पेसल अङ्कलले चाहिँ लुकाई गर्नुभयो हुन्छ अलिअलि दिनुपर्छ खानुपर्छ अङ्कल आन्टी मलाई सबै पुगोस् साँच्चीकै अब फेरि प्रतिभा रुइँदैन खोइ लु को जाने ल फुपू बाई बाई ल सीमा होइन ल बाई बाई हामी लाने हो ल अब सेफ जर्नी फेरि क्यामेराम्यानै बस्नु हुनु पर्यो अलिअलि ल हाम्रो अङ्कलहरू अब सेफ जर्नी पुगेर भन्नु नहराउनु ल सीमा ठिक छ नरुनु तिमीलाई दिनु पर्यो डाइलग ल हाम्रो अङ्कल ज्वाइँलाई सम्मान सत्कार चल्दैछ यहाँ ए सरी यहाँबाट खिच्नु न त फोटो खिच्नु न अलिकति हालिदिनु न ए हुन्छ ल हस् ल प्रतिभा राम्ररी जा पूर्ण राम्ररी जानु फोटो खिच्यौ ल त्यो कामै छैन त्यो ल भित्र घुसाउ आमा कता ल अब निस्किने होइन ल प्रतिभा पूर्ण यता हेरेर बाई बाई ल बाई सेफ जर्नी राम्ररी जानु खोइ तेरो ज्याकेटे बाई यतैबाट कहाँ भाइ हामी जाऊँ न यसो पछ्याउँ न आधी उधी त कताबाट छिर्ने हो ओइ कस्तो राम्रो आएको एकछिन बस त तिमीहरूको फोटो खिचौँ न ओइ पख त यता फर्क न कस्तो राम्रो आएको यताबाट नि छिर्नु मिल्छ हौ एउटै हो क्या चेक इन त जानु भए जाउँ त जाउँ यो त ओइ के भन्छ रणवीर कपुर र दीपिकाको मुभी जस्तै भयो त यो त